घरहरू हाम्रो है अलि पर हाम्रो दाजुभाइ सबैको वालिङ बजार बादल लाछ नत्र माछा पुछ्री देखिन्थ्यो। यसरी आइयो जङ्गलको बाटो। अब मनिषा के छ खबर? हिँडिस् त पनि ल हिँडिया छ बुढाबुढी भएर घुम्न जङ्गलको बाटो हुँदै हुँदै। सोरेक मैदान बादल भइदियो कि हिमाल हेर्नै पाइएन। ए बोदी बन्जिङ बाँटारी झलुङ्गे बजार सर्लक्कै देखिया छ। थानपाटा बजार मेरो मामा घर उदिया चौर। ए यताबारी गलौदी के भन्छ बलिभद्रे मुनि ए बलिभद्रे। यता बायाँ खोलाको फाट वालिङ बजार। ओहो ए बाटो पुरै चाहिँ नि कच्ची भए पनि ग्राभेल जस्तो छ, राम्रो छ बाटो। यसरी चाहिँ नि चिडियार हुँदै मान्छे रमाइलो छ यात्रा। चितुवा भेटिन्छ कि भनेर सोचिरहेको भेटिया छैन है। यतापट्टिको पाखामा आइयो। ओ धान ठटाउने माचो रहेछ कि यता। ओ बजागोटे दाजुभाइहरू यताबाट यसरी गई चिडियारतिर गइन्छ, जिम्मातिर झरिन्छ। ल हामी यो यसरी पक्की बाटो अब अलि पर पक्की रहिसक्यो। दाङसी होमस्टे सो ब्युटिफुल। धेरै पछि आइयो। दाङसियाको दुर्गा मन्दिर है यहीँ हो के बाख्रापाठाको बलि दिने दुर्गा मन्दिरलाई। हाम्रो पनि पहिला पहिला यहीँ लिएर आइन्थ्यो के अरे, पछि छोडियो आउन। धेरै पुरानो मन्दिर दुर्गा मन्दिर कोट वालिङ 10 दाङसिङ। नानीहरू सन्चै छौ? दाङसिया होमस्टे कति राम्रो रङ लगाएको के, घरहरू कति राम्रो। आहा बाबु के खेलिछौ सानो? ल अब जानियो माथि रक गार्डन। स्कुटी जाँदो रहेनछ। आहा फुलै फुल लगाउनु भएको कति राम्रो। उम्रा भएको छोरो माइल दाइको घर।
दाजी नमस्ते। नमस्ते नमस्ते। म हजुरलाई भेट्न आएको। खालि हजुरहरू भेट्न आउने के अरे वालिङमा, त्यही भएर म आज हजुरकै घर चाहिँ नि भेट्न आएको। खुसी लाग्यो। ल धेरै पछि आइयो। सन्चै हुनुहुन्छ सपरिवार? हजुर। होमस्टेहरू चलिरहन्? होमस्टे चल्दैछ के अरे, आउँछ आउने मान्छेहरू आइरहन्? आउँछ। आज छन् कि नै पाहुना? आज छैन पाहुना। सुरुमा पाहुना आयो भने कहाँ आउँछन् कन्ट्याक्ट गरेर? कन्ट्याक्ट सुरुमा आयो भने यही उसमै हो, यहाँ हाम्रै भवनमा आउँछ। यही मन्दिर, दुर्गा मन्दिरमा? ए आउँछन् त्यहाँबाट यसो समिति होला होइन? समिति छ। कति घर हुनुहुन्छ दाजु यहाँ? यहाँ अहिले हुन त 60-65 घर हो, तर यहाँ पुरै पानी खाने धारा चाहिँ 52 घर छ। ए 52। अनि होमस्टे सञ्चालन पनि 52 घरले चाहिँ चलाउनु भएको छ? 52 घरकै हो, साझै हो। ए हो त। खुसी लाग्यो दाजु भेट्न पाइयो आज। म अहिले भर्खर खिचेर लानु। दाजु यो हजुरको मन्दिरको भवन है छ कि? हजुर, यो गाउँको भवन भन्नु पर्यो। अनि यहाँ घुमाउने घर पनि बनाउनु रहेछ नि? घुमाउने घर है। झ्यालहरू न उही पुरानो जमानाको छ, काठको झ्याल के है? ल्याएर होइन त, टिनले छाउनु रहेछ। तर यसलाई खरले चाहिँ छाइदिन पर्ने दाजु। खरहरू त प्रशस्त देखेँ क्या मैले, होइन त? ए टोयलेट बाथरुम यहाँ रहेछ, गोलो घर, घुमाउने घर। च्याट्ट खरले छाइदिएको भए सुनमा सुहाना हुन्थ्यो। होइन, खरले छाइन 2-3 साल ए हो खाएर राखेको खर। अब यहाँ 50 चल्ने भड्किने त्यही त। दाना भाटी हुने सधैँ सकिएन क्या। ठिकै छ दाजु, राम्रो देखिएछ। यो टिनले छाइदिनु पर्यो भनेर टिनमा। अब यो टिन तपाईँको ठुलदारीले उपलब्ध गरायो। प्रचार प्रसारमा कमी भयो दाजु। हामीले हिमाल हेर्नलाई यो दाङसिया छोडेर अन्त जान पर्दैन। राति सुतेर भोलि बिहान उठ्दाखेरि ढोका खोल्दाखेरि हिमाल देखिने ठाउँ हो क्या, यस्तो स्वर्ग होइन दाजु? ल